हामी जाँदैछौँ राराताल भैरुवा एयरपोर्टदेखि 550 किलोमिटर छ। हेरौँ कस्तो ट्रिप हुँदो रहेछ। दोस्त लोग को बोला तो घूमने आजा, सारे पैसा बचा बचा के सब रख रहे हैं। माफ गर्नु होला, तपाईले खोजिरहेको व्यक्ति अहिले हिमालको बीचमा छ। कृपया उसलाई केही दिनपछि खोज्नु होला। जिरो नेटवर्क 100% सिक्नु। केटाउले 500 किलोमिटर भनेर लिएर आयो यार। 650 किलोमिटर आइयो, तालै भेट्टिन्न यार। यही हो ताल। अनि हामी दाङको भालुबाङ पुगिसकेका छौँ। अझै हामीलाई 2 घण्टा अझै 2 घण्टा गरी कति रे 200 किलोमिटर अझै जान छ। कुन ठाउँ जान्छ रे? सुर्खेत। राष्ट्रिय निकुञ्ज जङ्गल कटेर हामी बेली पुल पुगिसकेको छौँ। यहाँदेखि अब एक रात सुर्खेत बस्ने अनि त्यसपछि बल्ल राराताल जाने। हेलो गाइज, गुड मर्निङ। हामी सुर्खेत बजारमा छौँ। अब यहाँदेखि हामी निस्किने हो राराताल। त्यही हो हाम्रो ग्रुप। एकजना छैन है? एक बिहान पानी परिरहेको थियो, अब पानी नपरोस्। भैरुवादेखि आएको हामी जुम्ला पहाडमा छौँ। यहाँ बल्ल पानी पर्न लाग्छ। रारातिर हिउँ पनि परेछ गरे यार। अब हिउँ हेर्ने। अब गाइज वेटिङ फर माई न्यू भिडियो। ल बल्ल हामी जुम्ला पहाड चढिरहेको छौँ। बाटो चाहिँ लास्ट ध्वस्त छ। एडभेन्चर चाहिँ दामी छ। फेरि अफरोडिङको भिडियो चाहिँ अहिले हाल्दैन है। तर घरकोले फेरि फोन गरेर आइज कि आइज भन्छ। फेरि अझै हामीलाई 90 किलोमिटर अझै हामीलाई हुम्ला जुम्ला पुग्न लाग्छ। अझै एडभेन्चर चाहिँ दामी छ यार। के गरिरहेको छ यहाँ? ओ के गरिरहेको? फोकस नै गरे। बल्ल पानी पर्न रुकेछ। अहिले हामी नागमामा छौँ। यहाँदेखि अझै 30 किलोमिटर जान छ हामीलाई जुम्ला। अगाडि हिउँ पनि परेको छ यार। अगाडिको डाँडामा अगाडि हिउँ पनि परेको छ यार। त्यही पानी नपरोस्। अब यहाँदेखि हामी निस्किनु पर्छ। अब अझै हामीलाई रारा जान 90 किलोमिटर जति छ। नागमा तेल हालियो। यहाँदेखि अब हामी निस्किने रारातालको लागि। हाम्रो बाटो माफ गर्नु होला, तपाईले खोजिरहेको व्यक्ति अहिले हिमालको बीचमा छ। कृपया उसलाई केही दिनपछि खोज्नु होला। जिरो नेटवर्क 100% सिक्नु। छ 600 किलोमिटर हिँडेर बल्ल हामी एउटा बुलबुले हिमाल पुगेछौँ। राराताल खै कहाँ हो अहिले यार। यहाँ लड्न लाग्यो यिनीहरू यार। नलड्ने यार। बराबर यहाँ भ्लगिङ स्टार्ट भइरहेछ। यहाँ फोटो खिच्नको लागि हतार भइरहेछ। अब यहाँ सब भ्लगरहरू यहाँ। बाटो चाहिँ लास्ट ध्वस्त छ यार। राराताल आउनेहरूलाई म अहिले यही भन्न चाहन्छु कि अहिले नआऊ, 1 महिना पछि आऊ। बल्ल हामी 600 किलोमिटर हिँडेर बुलबुले पहाड के बुलबुले हिमाल होइन, बुलबुले हिमाल पुगेछौँ यहाँ। अझै राराताल कहाँ हो यार। दिमाग खराब है। बिमार भइसक्यो केटाहरू यहाँको। दोस्त लोग को बोला तो घूमने आजा, सारे पैसा बचा बचा के सब रख रहे हैं। यहाँ पे सब एंजॉय कर रहे हैं, वहीं पे रहो तुम लोग। भोजपुरी गाना में नाच्छ कि तिम्रो? बल्ल हामी अब यहाँदेखि निस्किन लाग्छौँ। कुन पहाड रे यो? बुलबुले हिमाल। केटाहरूले धेरै इन्जोय गर्यो। अब यहाँदेखि हामी निस्किने। कुन ठाउँ निस्किने दाइ? रारा लेक निस्किने। अनि त्यसपछि फोक सुन्नु जाने कि हामी? फोक सुन्नु नजाने यार। लास्ट यही दिमाग खराब भइसक्यो केटाहरूको यार। यही थाकिसक्यो अब नजाने। अब हामी बुलबुले पुगिसकेको छौँ। 4 दिनको बाटो लगाएर। यही बुलबुले ठाउँ। केटाहरूको हालत खराब भयो। अब यहाँदेखि फर्किने कि माथि जाने? अब पुरा बाटोबाट यस्तै हिउँ छ। पहिरो आएर पुरा बाटो ब्लक छ। यहाँदेखि पुरा बाटो ब्लक छ। पहिरो आएर यहाँ गाडी ब्लक छ, यता ब्लक छ, उता गाडी पुरा ब्लक छ। अगाडि हेरौँ अब।
बाइक जान्छ कि बाइक जान्छ के बाइक हिँडै लिएर आयो अनि पुऱ्याइदिउँ यहाँ हाम्रो बाइक अड्केर केटाहरूको दिमाग खराब पर्छ हिउँले गर्दा बाइक अगाडि बढ्नै मिलेको छैन हाम्रो प्लानरजी यहाँ हुनुहुन्छ प्लानरको झन् दिमाग खराब पर्छ ऊ हाम्रो अगाडि बाइक राखेको छ यो हिउँमा बाइक चल्न मिलेकै छैन अहिले केटा नयार चाल यार हिउँ त लास्ट छ 2 महिनापछि आऊ केटा अगाडि बढ्ने कि जाने यार फर्किने यार होइन होइन आएपछि त पुग्नै पर्छ होइन पैसा त कति खर्च बस्छ भन्न मिल्दैन घरकोले हाम्रो भिडियो हेरिराख्छन् दाजु नै भेट्नु छ जति पैसा भए पनि हामीसँग होइन जे खाए पनि जे रमाइ होइन यहाँ जस्तो इन्जोय चाहिँ हुँदैन यो हाम्रो लोकल पाराको इन्जोय होइन यो यहाँ हामी महिनाको 30,000 कमाए पनि खुसी हुन सक्छौँ क्या खुसी हुन सक्छौँ हेलो ल घुम्न गयो अरे सक्यो यार फेरि यस्तो हाम्रो नुन हाल्ने मान्छे हाम्रो राम्रोसँग हो स्पेशल नुन हाल्नको लागि हामीले बुटवलदेखि मान्छे बोलाएको छौँ हामी यहाँ हाम्रो बाजे यो हाम्रो खाना खाने अवस्था अब सब ग्रुपहरूको यो हाम्रो बेस्ट मोमेन्ट नहोला हैन बेस्ट मोमेन्ट हो बाजे कहाँ हजुर के बोल्नु त अब खाना खाने बेलामा पानी खाइनु भन पानी खिलाइदिउँला आमाको खाना चाहिँ बेसरी नै मिठो अन्डा चाहिँ कुन अन्डा रे आमा हाफ फ्राई होइन होटल हाम्रो अबे कुनै पनि लाङटान कुन पनि टान हो नि यहाँदेखि 5 किलोमिटर त छ लङटाङ यो हाम्रो बास गर्ने ठाउँ यो हाम्रो रुम 5 स्टार होटल खाना खाइयो अब सुत्ने टाइम भयो यहाँ सुत्ने अब हामी यो हाम्रो बिस्तर यहाँबाट हावा आएको छ यार तर यार सुरुरै हावा आएको छ यार अब हामी यो होटलबाट निस्किरहेको छौँ यो होटलको चाउ हाम्रो यो बाजे ल हुन्छ है त अब भनौँ अब यो यताबाटै रारो घुन्थेर गरेर अब बेलुका भनौँ त आखिर बास यतै भइगयो भने भइगयो यता भएन भने पनि फेरिको सुन्ने रौस होइन ल के भन्न चाहनुहुन्छ हजुरले धन्यवाद ल धन्यवाद ल बाहिरको दृश्य हेरौँ हामी अब बाहिरको सिन यस्तो रहेछ भ्यू तगडा रहेछ बाहिर हिमाल हाम्रो बसेको रुम यो होटल हाम्रो 5 स्टार यहाँ बाइकमा त पुरा हिउँ परिरहेछ त यार बरफै बरफ आमामा यही हाम्रो बाइक सबै केटाहरूको एनर्जी पनि लस्ट भइसक्यो यार बाइकले चाहिँ ताने छैन हिउँमा अहिले अरू यहाँ थाकेर बसेछ अर्को त्यहाँ थाकेर बसेछ लास्ट गाह्रो छ यार हेर्दा त पहाड त एकदम राम्रो तर डेन्जर पनि त्यस्तै छ यार गाडी पनि आइरहेको छ अरे यही बाटो फेरि यार गाह्रो हुने भयो यसले हामीलाई झन् झ्याउ गर्नुभयो यार स्कर्पियोले 500 किलोमिटर भन्दा 600 किलोमिटर आयो यार तर कुनै तालै भेट्दैन मा अब यहाँदेखि अब बाटो लास्ट ध्वस्त छ हिउँ छ बाटोमा अब यहाँदेखि अब हेरौँ हल्का अगाडि गएर हेरौँ घोडा पाइन्छ भने घोडामा जहाँ गइन्छ अब यहाँदेखि अब हामी घर फर्किन्छ अब सकिन्न यहाँको त दृश्य म देखाउन चाहन्छु बहुत राम्रो छ यार मेरो दाइ के गरिरहेछ भाउजूको नाम लेखेछ फाइनली हामी कुन ठाउँ छ बुलबुले टिकट काउन्टरतिर पुगेछौँ हामी उतातिरको दृश्य भिडियो लाउन पाइँदैन यताको मात्रै गाइस ल ल हजुर ए ल यताको पाइन्छ सर ल यता त पाइयो यता शौचालय पनि पाइयो यता पाइयो कसले भन्छ यार हाम्रो देशमा भ्यू छैन भनेर स्विजरल्यान्ड फेल छ हाम्रो देशमा फोटो भिडियो खिच्ने कि नै ठाउँ कस्तो रहेछ यहाँको ल रसबरी राम्रो छ यहाँको भ्यू चाहिँ दामी छ यार
कसले भन्छ हाम्रो देशमा भ्यू छैन भनेर यार स्विजरल्यान्ड फेल छ हाम्रो देशमा बाबे बाइक फस्यो के ल ल ल अरे मलाई नि आउनुपर्छ ल म बाइकबाट ढकाल्छु एकछिन केटाउले 500 किलोमिटर भनेर लिएर आयो यार 650 किलोमिटर आइयो तालै भेट्टिन्न यार यही हो ताल हाम्रो रारा ताल यही फाइनली हामी हिमालको बाटो कटेर अब नर्मल बाटोमा आछौँ अबे त्यो जहाँ पाए त्यही सुरु भाइ हेरेर अगन फाइनली अब हामी यहाँदेखि अब अझै 1-2 किलोमिटरदेखि ट्रेकिङ सुरु हुन्छ अब बल्ल केटाहरू फुल द जोसमा देखेछ यार रेडबुलको जोस निकालिरहेछ फाइनली हामी बाइक पार्क गर्ने ठाउँमा पुग्यौँ यहाँदेखि हामीलाई 3 किलोमिटर हिँडेर जानुपर्छ हाम्रो प्लान के थियो भन्दाखेरि रारामा क्याम्पिङ गर्ने प्लान थियो तर रारामा एउटा के होटल जलेर त्यहाँ क्याम्पिङ गर्न बन्द भएछ डाफे होटल हो डाफे होटल जलेर त्यहाँ हामीले क्याम्पिङ गर्न चाहिँ नपाउने गरे अब यहीँ होटलबाट बस्नु पर्ला नभए कुन होटल जलेर दाइ डाफे होटल जलेर अब हेर यहीँ बस्नुपर्छ कि हाल्ने हेर्नुभएको थियो ए ल हामीले एउटा भ्युवर दाइ भेट्नुपर्छ दाइ के भन्न चाहनुहुन्छ यहाँ रारा तालको बारेमा के आउनुभयो अरू साथीहरू पनि तपाईँ जस्तै सबैजना घुम्न आइदियो हाम्रो भिडियो हेर्नुहुन्थ्यो कि दाइ एकदम मजाले लाइक गर्नुहुन्थ्यो कि नै दाइ लाइक गरेर फ्रेन्ड चाहिँ म तपाईँको थ्याङ्क यू दाइ ल फाइनली हामी एउटा भ्युवर दाइसँग भेट्यौँ त्यो धेरै खुसी लाग्यो यहाँदेखि हामी 3 किलोमिटर अब ट्रेकिङ गरेर हिँड्नुपर्छ है फाइनली हामी रेडी भयौँ अब रारा तालको लागि अब ट्रेकिङको लागि दाइ के भन्न चाहनुहुन्छ हजुरहरू हामी चाहिँ के भन्न चाहन्छौँ भने किलोमिटर त हामीले म्यापमा हेर्दा 5 किलोमिटर तर हामी हिँड्दाखेरि 700 किलोमिटर पुग्यो धेरै अप्ठ्यारो बाटोहरू थियो तर हामी चाहिँ जे तय गर्यौँ त्यसरी अब हामी बाँकी आधी घन्टा बाँकी रहेको छ हामी हाम्रो डेस्टिनेसन पुग्नलाई यति हो ल हिँडेको अब हामी अब रेडी भयौँ अब हाम्रो बोल्नु मिल्यो फाइनली गाइज हामी राराको लागि ट्रेकिङ गरिरहेछौँ अझै हामीले 2 किलोमिटर हिँडेर जानु छ पछाडिको हाम्रो ग्रुप 7 जना छौँ त्यहाँ ट्रेकिङ कस्तो भइरहेछ ल अब सकिन्न अब फ्या भयो खोइ याक अबे याक होइन यो ल्याएको यो भनिन्छ नि कि जति डाँडा चढिन्छ त्यति नै राम्रो भ्यू देख्न पाइन्छ भनेर चढ्ने थाहा छ तर भ्यू पनि राम्रो छ यार 5 दिनको मेहनत लगाएर हामी यो भ्यू हेर्न आछौँ त्यही त के हो र रारा के हो र एउटा ताल भन्नेहरूको लागि हामी यो भिडियो पोस्ट गरेको अनि हामी हाम्रो अहिले रारा तालको भिडियो अहिले बाँकी जो छ फाइनली गाइज हामी रारा ताल पुग्यौँ 700 किलोमिटर लगाएर आयौँ यार 500 भन्दा 700 किलोमिटर भयो बहुत दुःख गऱ्यो यार यही हो रारा ताल यही हेर्न हामी आएको यही ताल हेर्न आएको हामी यही हो हाम्रो ग्रुप हाम्रो रारा तालमा एउटा के दुःख लाग्यो भन्दा त्यत्रो 5 दिनको बाटोमा आयौँ हामी तर सरकारको एउटा व्यवस्था के नराम्रो भयो भन्दाखेरि यहाँ होटल यहाँ तालको साइडमा एउटा पनि होटल छैन बस्ने व्यवस्था चाहिँ छैन दाइ के भन्न चाहनुहुन्छ हामी यतिमा परबाट 600-700 किलोमिटर पार गरेर हामी यति टाढा आएको छौँ हामीलाई जताबाट आएको छौँ त्यता होटलको व्यवस्था हुनुपर्ने तर हामी ताल पारी गएर 1 घन्टा अझै लगाएर बस्नुपर्ने हाम्रो अवस्था छ त्यसमा टाइम वेस्ट हामीलाई एउटा व्यवस्थापन गर्ने एउटा सरकारले ध्यान जाओस् हो यहाँ यत्रो जाडोमा हिउँ खस्छ अब हामी फेरि 1-2 घन्टा लगाएर हामी होटलतिर जानुपर्छ अब प्लिज यो भिडियो चाहिँ सरकारसम्म पुगोस् है फाइनली अब हामी रारा तालको होटलमा पुगिसक्यौँ अब हाम्रो बास गर्ने होटल यही हो जहाँ अब रुम हेरौँ अब यही हो हाम्रो रुम ए रुम होइन यार सिडी हो माथि चढ्ने अब यार कहाँ रुम हाम्रो यता हो अझै माथि हो
कहाँ हाम्रो रुम अझै माथि हो के सिँढी यहाँ छ यार यहाँ आएछ सिँढी यार यहाँ तल फाइनली अब यहाँ रहेछ हाम्रो रुम हाम्रो ग्रुपको केटाहरू यहाँ छन् हाम्रो बिस्तर यो हेलो गाइज गुड मर्निङ आज हामी रातालमा रात गुजारियो यो होटलमा चाहिँ बसियो हामी अब हाम्रो ब्रेकफास्टको टाइम चना अन्डा कस्तो लागेको सुविधा सब ठिक छ तर लाइन चाहिँ भएन कि लाइन र वाइफाईको सुविधा चाहिँ भएन कि होइन फाइनली गाइज हाम्रो रातालको ट्रिप सकियो अहिले गाह्रो त धेरै जो गाह्रो थियो 5 दिन लाग्यो हामीलाई यहाँसम्म पुग्न स्ट्रगल त बढी गरियो तर जस खुसी पनि लाग्यो ताल देखियो भ्यू राम्रो रहेछ एडभेन्चर चाहिँ दामी छ अब हामी यहाँदेखि घरतिर लागियो अब फाइनली हाम्रो रातालको ट्रिप सकियो अहिले 12 बजे 12:30 बजे राति पुग्छ अब केक खाँदै बस्दै अब रातालको ट्रिपको भिडियो चाहिँ दही हाम्रो नयाँ चाहिँ